खोइ पचेको ल ल यहाँ बन्द गर्नुपर्ने छ नि सबै देखा भस्मसुरलाई मारेको ठाउँ फोटामा लेसीमा हिँड्नु नै एउटै हो यो मुटु खोक्सो फलेछ मेरो होला विष्णु भगवानले राख्नु भएको अछुवा सानो टाउको विष्णु भगवान हेर्नु नेचुरल सबै आज चाहिँ शिवजीको गलामा एउटा साप हुन्छ नि त्यो अब देख्नुहुन्छ नि गलामा साप त्यही छोडेको एउटा कुरो के यो गुरु हुनुहुन्छ र अब कहाँ यहाँ केही पनि बनायो यो बाटो भए केही बनाएको छैन यहाँदेखि निस्किने ठाउँ पनि छ रहेछ माथि क्लियर नै केही नहुने त्यो कथा न हो तर यो चाहिँ अब नेचुरल जस्तो देखिन्छ धेरै पो बाल्नु भयो त बत्ती त साँच्चै यो खोपेकै जस्तो छ त लाइन माथि गएर बस्नु है भगवान् चाहिँ यो नेचुरल हेर्दाखेरि त है नेचुरल हेर्नु नि कस्तो अचम्मक ठाउँ हेर्नु छ भन्ने कुरा त्यही त नि अलिकति त्यो अनबिलिभेबल चिसो अनि अचम्मको यो होइन त हेर्नुहोस् न त्यो कसरी भयो कसले खोप्नु सक्दैन त यत्रो त होइन अब सृष्टिकर्ताले ब्रह्मा विष्णु महेश त्यो उहाँहरू नै त होला गुरु रिम्बुछे पार्वती सुम्निमा पार्वती शिव पार्वती सृष्टि गरेको ठाउँ हेर्नुहोस्
गेट वाल नेपालको गेट वालमा जाने हो कि मञ्जुश्रीलाई भेट्न जाने हो? मञ्जुश्रीलाई भेट्न जाने। मञ्जुश्रीलाई भेट्न जाने। तपाईँ पनि मञ्जुश्रीलाई भेट्नु दर्शन घरमा त नभेट्ने मञ्जुश्रीलाई। साह्रै उकालो रहेछ बाप्रे। अब म त सक्दिनँ होला। अब साह्रै उकालो हो यहाँबाट त्यही यतै खाऊ गाडी हो भला खाऊ हर महादेव जय पार्थिया तपाईँको पूजाको थाली देखाउनु न पूजाको म मन्दिरतिर आएको थिएँ क्या यहाँ मम्मी पनि आउँदा थियो